रुटिन फर टपर्स। टपर हुनको लागि फलो गर्न सकिने डेली रुटिन के होला त? सबै स्टुडेन्टहरूले फलो गर्ने रुटिन एउटै हुन्छ भन्ने छैन। फरक स्टुडेन्टको लागि फरक किसिमको रुटिन हुन्छ। त्यसैले सर्वप्रथम त यसलाई इन्डिभिजुअलाइज गर्नुपर्छ। तैपनि केही कमन कुरा, कमन पाथ पनि हुन सक्छ। जस्तो तपाईसँग चाहिँ 9 घण्टा, 10 घण्टा, 11 घण्टा, 12 घण्टा छ भने त्यो टाइमलाई डिभाइड गर्नुहुन्छ। बिहान उठ्नुहुन्छ, बिहान उठेपछि तपाईले अघिल्लो दिनको कुराहरूलाई रिभाइज गर्नुहुन्छ। अघिल्लो दिनको रिभाइज कुराहरू पनि तपाईले सबै डिटेलमा गर्नुपर्छ भन्ने छैन। लाइन बाइ लाइन बुक हेरेर जस्ट एउटा कपीको पेपर लिनुस् या रफ कपी लिनुस्, पेन लिनुस्, चट्ट बस्नुस् अनि सम्झिन कोसिस गर्नुस् के पढ्नु भएको थियो। जुन सम्झिनु भयो, नसम्झेको कुरा तपाईले चेक गर्न सक्नुहुन्छ। त्यसपछि आफ्टरनुनमा तपाईले आफ्नो कन्सेप्ट बिल्ड गर्न सक्नुहुन्छ कुनै टपिकमा। जुन टपिक तपाईले चाहिँ आफ्नो विक एरिया छ त्यसमा चाहिँ तपाईले फोकस गर्न पाउनुभयो। र त्यसपछिको इभिनिङको टाइमतिर तपाईले चाहिँ एमसीक्यू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। एमसीक्यूजलाई तपाईले इग्नोर गर्न पाउनुहुन्न र गर्नु पनि हुँदैन। र त्यस्तै थर्डमा भनेको तपाईले नाइट टाइमतिर सुत्नुभन्दा अगाडि आफूले दिनभरि पढेको कुराहरूलाई एकचोटि फेरि रिभाइज गर्यो भने डिफिकल्ट पार्टहरूलाई रिभाइज गर्ने। ओके,